मै खोला तर नै छ मै खोला तर नै छ बरेलैलाई मै खोला तर नै छ आमाको कोखमा बास मात्र लिए कहाँ पुगे मर्नै छ कहाँ पुगे मर्नै छ राम्रो लाग्छ हाँसेर बोलेको राम्रो लाग्छ हाँसेर बोलेको त्यसैले नि भित्रे दिल खोलेको भित्रे दिल खोलेको सरमा सर सिङ्रेटै खानु पान खानु बेरेर पान खानु बेरेर मेरो लैलाई पान खानु रमाइलो गरौँ त्यो जानङ छैन मन बुझाउ तस्बिर हेरेर सुर्तिन देऊ मै बेरी खानेलाई माया नदेऊ म टाढा जानेलाई निभराई म टाढा जानेलाई लसामा लसामा सालाई पिनो लोरी भए पो बरेलैलाई लोरी भए पो
पूर्वाञ्चलै हाँसमै डोलेको निभरै हाँसमै डोलेको श्रीखण्ड रोपेर बेसरी श्रीखण्ड रोपेर बेसरी फेरि बेटाइ हुन्न यसरी निभराइ हुन्न यसरी लरी भए एकरी मायामा कति गरौँ के चल्छ बेरा निभराइ के चल्छ बेरा। हेलो अनि नमस्ते सबैजनालाई। एज यु नो होइन म ट्राभल भ्लगर हो अनि म ट्राभल गर्ने सिलसिलामा हाम्रो गोकर्ण जाँदाखेरि म जगडोलको आन्टीलाई भेटेँ। आन्टीसँग भेट्दाखेरिको मेमोरीहरूको एउटा गीत निस्क्यो क्या। अनि मलाई चाहिँ ममहरूको लागि स्पेसली उहाँको जुन सपना थियो, उहाँ पनि मम हुनुहुन्छ, उहाँको 3टा बच्चा हुनुहुँदो रहेछ अनि म पनि उहाँको छोरी जस्तै हो। अनि उहाँको सपना रहेछ गीत रेकर्ड गराउने अनि उहाँसँग कला थियो। मसँग चाहिँ चिनेको मेरो साथीहरू हुनुहुन्छ होइन यो सङ्गीतमा हुनुभएको। अनि मेरो बर्थडे पनि नजिकै आउँदै थियो अनि एउटा ममको लागि उपहारको स्वरूप यो एउटा गीत पोर्साल मैले मेरो ममहरूको लागि मैले लेखेको शब्द लिएर आएको थिएँ। यो वर्ष चाहिँ अर्को ममले लेख्नु भएको शब्द अर्को उहाँको ममहरूको जेनेरेसनको लागि तपाईँहरू बिच लिएर आउँदैछ। अनि त्यसमा एकदमै धेरै सपोर्ट गर्नुभएको छ हाम्रो मनोजी। तपाईँहरू सबैले चिन्नुहुन्छ मनोजीलाई त होइन, उहाँले एकदमै राम्रो एरेन्ज कम्पोज गर्नुहुन्छ। उहाँसँग काम गर्ने मौका पनि जुरेको थिएन तर यो गीतले जुराएको रहेछ। एकदमै खुसी लाग्यो। उहाँले पनि एकदमै फ्रीली भनौँ न होइन, पहिला पनि जोड्नु खोजेको थियो अलिकति पाइएन त्यतिखेर तर यो एउटा नयाँ प्रोजेक्ट एउटा हुन्छ नि पुरानो मौलिक भाषाको एउटा जुन छ नि त्यो चाहिँ तपाईँहरू सबैलाई मनपर्छ होला। हाम्रो ममहरूको जेनेरेसनको भयो नि त। अनि अब आन्टी पनि हाम्रो मम जस्तै उहाँले आफ्नो ममको लागि भने जस्तो भएको भएर तपाईँहरू बिच लिएर आएको। अनि यो गीतमा मलाई भन्नाले अब नर्मल्ली पैसा नै चाहिन्छ होइन सबै काम गर्नलाई। मलाई मेरो साथी बाहिर रतन राई हो होइन, उसलाई ट्याक्क गीत अन्मित उसलाई सम्झेको थिएँ त्योसँग चाहिँ पैसा माग्छु अनि उसँग चाहिँ मैले पैसा मागेर होइन यो गीत रेकर्डिङ गरेको। अनि हाम्रो मनोजीले पनि एकदम सपोर्ट गर्नुभएको छ। लागेको कस्ट बाइक एक्स्ट्रा उहाँको जुन मास्टरिङहरूको सबै फ्री गरिदिनु भएको छ होइन, त्यसको लागि एकदमै धेरै धन्यवाद। एउटा आमाको सपनाको लागि तपाईँ त्यसमा चाहिँ के भन्नुहुन्छ? यति राम्रो सृजनालाई यति राम्रो भाकालाई चाहिँ जोगाउने दायित्व हाम्रो पनि हो। त्यही हिसाबले मैले चाहिँ अब यो गीत भनेको चाहिँ रेकर्ड भएर एउटा दस्तावेज अनुसार रेकर्ड रहनुपर्छ इतिहासमा भन्ने हिसाबले यो कोलाबोरेसन भइरहेछ भनौँ। जयजी धेरै धेरै धन्यवाद। यति मिठो गीत सुन्ने मौका पाइयो। अनि हाम्रो रत्नमाया विश्वकर्मा दिदीको स्वर आवाज आज एकदमै अथेन्टिक एकदमै अर्ग्यानिक स्वरमा गीत रेकर्ड भएको छ। यसमा सङ्गीत संयोजन मैले गरेको छु अनि रेकर्डिङ मिक्सिङ मास्टरिङ सबै मैले नै गर्दैछु। दिदीको स्वर एकदमै टिपिकल एकदमै मौलिक स्वर रहेछ, एकदमै मिठो लाग्यो। एकदमै सुनिरहँ म मेरो अहिले स्लिपिङ ट्याब्लेटको काम भइरहेछ यो अस्ति डेमोदेखि नै। म जहिले पनि सुत्दाखेरि यसो सुन्दै सुत्छु। आज पनि यो अब एक्सपोर्ट भयो टक्क लगाएर अब सुन्दै सुत्ने सोचिरहेको छु। तर एकदमै खुसी लाग्यो। जयजी तपाईँलाई धेरै धेरै धन्यवाद। यो एउटा माहौल क्रिएट गरिदिनु भयो। तपाईँले
एउटा हुन्छ नि दिदीको सपना पुरा गरिदिनु भयो। अनि यो गीत चाहिँ अब अलिकति के भन्ने आमालाई डेडिकेटेड छ। यसको लिरिक्स चाहिँ अब ठाडो भाका भनौँ न, पूर्वको एउटा मौलिक भाकामा रहेको छ। एकदम मिठो छ। आशा छ सबैजनालाई मनपर्छ होला। सबैजनाले माया गरिदिनुहोस्। हाम्रो रत्नमाया दिदीलाई धेरै धेरै सपोर्ट गरिदिनुहोस्। उहाँको स्वरमा अझै यस्तै यस्तै गीतहरू रेकर्ड गर्न पाऊँ, त्यही भन्न चाहन्छु। धन्यवाद। खुसी लागिरहेछ। अनि हजुरको पहिलो रेकर्डिङ है? हजुरको एकदमै राम्रो स्वर रहेछ है। तपाईँको एकदम बच्चैदेखि गाउनुहुन्थ्यो होला गीत? हजुर तपाईँको इच्छा थियो हजुरको गाउने? यताउति जाँदाखेरि मेलाफत गर्दाखेरि अनि तपाईँको इच्छा थियो कुनै दिन म गीत रेकर्ड गर्छु भन्ने? मलाई कति रहर थियो नि, यस्तो धेरै हेर्छु यताउति। आज हजुरको हेर्दाखेरि मलाई नि कति जानु हुन्थ्यो कि छोरीहरूले भन्थे म लग्ने तपाईँलाई नि लग्छु म भन्दा भन्दा अब छोरीहरू कहाँ कहाँ पुगेको भएर जाने मौका मिलेन। अनि पछि उहाँ मेरो छोरी नै उहाँ हो। हजुर हजुर, जयाजी उहाँसँग भेट भएर अनि उहाँसँग चिन्जन भयो। त्यसपछि यहाँ आएर यति तपाईँहरूसँग चिन्जन हुनु, यति मेरो फर्स्टचोटिको गीत रेकर्ड गर्नु नै ठुलो कुरो। यो रेकर्ड एकदम राम्रो लाग्यो मलाई। अब मम्मीले पहिल्यैदेखि गाइरहनु हुन्थ्यो। अनि आज आउँछ हजुरले यति मौका चुराइदिनु भएको हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु र साथसाथै हाम्रो दाइलाई पनि एकदम धेरै धन्यवाद भन्न चाहन्छु। र यस्तै हो, हजुर सबैले माया गरिदिनु भयो भने मेरो मम्मी अझै अगाडि बढ्नुहुन्छ भन्ने आशा राखेको छु। यति नै। हेलो नमस्ते, म सेन्साई पेमा वाइबा। अहिले चाहिँ हाम्रो रत्नमाया दिदीको गीतको पोस्ट प्रोडक्सन हुँदैछ। अनि थ्याङ्क यू सो मच जयाजी। अब यस्तो हुन्छ नि, यस्तो एथेन्टिक गीत छ, लोकल गीत एउटा हुन्छ नि, एउटा पुरानो गीत। अनि यो गीतको प्रोजेक्ट चाहिँ अब हाम्रो टिमले तपाईँले दिनुभयो, हामीसँग कोलाबोरेसन गर्नुभयो। थ्याङ्क यू सो मच। लगभग भिडियो सकिन लाग्छ। अब सबैजनाले अब हुन्छ नि, यत्रो टिम छ, यता मनोज दाई अब अडियोदेखि लिएर जयजी, अब यताउति भक्तौर उहाँले पहिल्यैदेखि चिन्तन गरेर अब यो गीतलाई चाहिँ उहाँले स्पोन्सरदेखि लिएर उहाँको साथीले स्पोन्सरदेखि लिएर यत्रो ठुलो टिमबाट चाहिँ अब हामीले यो प्रोजेक्ट चाहिँ रेडी गरेको छौँ। अनि जहाँसम्म लाग्छ यो सबैजनाले यो प्रोजेक्टले यो अब भिडियोलाई चाहिँ अब मन पराउनुहुन्छ। अनि हाम्रो रत्नमाया दिदीलाई सबैजनाले सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच।